नमस्कार, म डाक्टर जसवन्त सिंह एउटा प्राकृतिक चिकित्साको डाक्टर हो। हामीले स्वास्थ्यमा सरलीकरण भन्ने कार्यक्रम लिएर उपस्थित भएको छौँ। तपाईहरुकै समाजमा, तपाईहरुकै माझमा तपाईहरुले अवश्य पनि सुन्नुहुन्छ भन्ने हाम्रो धारणा छ। यसमा चाहिँ हामीले विशेष गरी विभिन्न किसिमका रोगहरू र विभिन्न किसिमका टपिकहरू बारे डिस्कस गर्नेछौँ। यसमा चाहिँ प्राकृतिक चिकित्सा नेचुरोप्याथीबाट चाहिँ कसरी उपचार गर्न सकिन्छ, औषधि बिना कसरी उपचार हुन्छ भनेर हामीले डिस्कस गर्नेछौँ। प्राकृतिक चिकित्सा भनेको चाहिँ हाम्रो पञ्चतत्त्वहरूको युज गरेर ट्रिटमेन्ट गर्ने एउटा पद्धति हो। यो चाहिँ हाम्रो परापूर्व कालदेखि नै चल्दै आएको हो। तर अहिलेको आधुनिक समयमा हामीले आफ्नो पुरातात्विक कुराहरूलाई बिर्सिँदै गएको छौँ र यो कार्यक्रमको माध्यमबाट तपाईहरुलाई एउटा जानकारी गराएर हामीले उपलब्ध गराउन खोजेका छौँ। अब प्राकृतिक चिकित्सामा चाहिँ हामीले प्रिभेन्टिभ, क्युरेटिभ र प्रोमोटिभ तीनवटै पक्षमा काम गर्छौँ। प्रिभेन्टिभ भनेको चाहिँ रोग लाग्नै नदिनु हुन के उपायहरू अपनाउन सकिन्छ त्यसको बारेमा कुरा गर्छौँ। त्यसैगरी क्युरेटिभमा अब रोग लागिसकेपछि के उपचार अपनाउन सकिन्छ त्यसको बारेमा कुरा गर्छौँ र रोग ठीक भइसकेपछि कस्तो जीवनशैली अपनाउने भन्ने कुरामा कुरा गर्छौँ। बिना औषधिकै उपचार कसरी हुन्छ र प्राकृतिक चिकित्साको कस्तो महत्त्व छ भन्ने कुरा बुझ्नको लागि तपाईहरुले स्वास्थ्यमा सरलीकरण भन्ने कार्यक्रम अवश्य पनि सुन्नुहुन्छ होला भन्ने हामीलाई विश्वास छ।